फर्किने क्रममा चाहिँ यो हामी एकदम ओह्रालो झर्दैछ ढुङ्गाहरै ढुङ्गाको बाटो रहेछ यो त गाउँघरको भन्दा पनि खतरा बाटो रहेछ नि त हो गाई बस्तु हिँड्ने बाटो छ बिचरा गाई घर ट्याङ ए जाऊ मलाई आधी आउँछ भाइले बुढा त हो गयो आज त सिधै ओह्रालो छ हो के गर्नु मान्छेहरू सबै यसरी नै जम्मै विदेशी नै होइन गाउँमा को छ त भन्दाखेरि कि त बुढापाकाहरू एक दुईजना युवाहरू त्यो पनि अति बेरोजगार भएर बाहिर पनि नगर्न र सबै खालि विदेशी नै जो पनि ठुलो भयो बाहिर गयो पढ्न होस् कि रोजगारको लागि होस् कि आफ्नो रहरको लागि होस् कि जो पनि बाहिर सेलीमा हिँड थाक्यो बेलुकामा पनि प्रायः धेरै त धानै हुने रहेछ होइन त्यहाँनिर कि पानी आकाशैबाट हो कि पानी पसेको छ नि बुझ्यो होइन जोरपामा चाहिँ अलिक कम होला होइन